यति बेला हामीसँग हुनुहुन्छ युवा जुझारु नेता जीवन मङ्गोल। जीवनजी यहाँलाई स्वागत छ। अहिले पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रको सक्रियता र आन्दोलनलाई हेर्ने हो भने अब फेरि नेपालमा पुनः राज संस्था आउन लागेको हो कि भन्ने देखिन्छ। तपाईलाई के लाग्छ? लोकतान्त्रिक व्यवस्थामा एउटा सुविधा के हो भने सबैले आफ्नो विचार राख्ने, आफ्नो एजेन्डा राख्ने र आफूले चाहेको हैन कार्य गर्न प्रतिबन्धित छैन। त्यो सुविधालाई उपयोग गरेर पूर्व राजाले केही अहिले नेपालका राजनीतिक दलहरूले गरेका गल्ती अथवा नेपालका राजनीतिक दलहरूले जुन खालको व्यथिति निम्ताइरहेका छन् त्यसको फाइदा उठाएर केही उनका समर्थकहरूको बल र केही छिमेकी मुलुकहरूको पनि विशेष गरेर भारतको केही त्यहाँका भाजपासँग सम्बन्धित दल र त्यो दलका नेताहरूसँग साँठगाँठ गरेर यो पछिल्लो समय उनले गतिविधि गरेका छन् त्यो स्पष्ट देखिन्छ। विशेष गरेर योगी आदित्यनाथलाई त माघको 20-22 को बीचमा चाहिँ समथिङ भेटघाट पनि गरेका थिए। त्यसपछि यहाँ लगत्तै अब कसले भेटघाट गरेका थिए? पूर्व राजा ज्ञानेन्द्रले। र यो कुरा दिल्लीसम्मै पुगिसकेको छ। त्योभन्दा लगातार पछिल्लो समय उनले चाहिँ धार्मिक कार्यमा सहभागी हुने भन्ने बाहनामा विभिन्न राजनीतिक व्यक्तिहरूसँग भेटघाट, राष्ट्र प्रमुखहरूसँग भेट्ने हैन यो खालका चाहिँ कामहरू गतिविधिहरू अगाडि बढाएकोले गर्दाखेरि उनले कहीँ न कहीँ यो एउटा शङ्कास्पद गतिविधि चाहिँ नगरेको होइन, गरि नै राखेको छ। यसको अर्थ के हो भने तुरुन्तै अहिले राजा फेरि चाहिँ अथवा राजतन्त्र चाहिँ फर्किन्छ भन्ने चाहिँ नै अब त्यो भन्न सकिँदैन र फेरि फर्किँदैन भन्न पनि सकिँदैन। त्यसले गर्दाखेरि म चाहिँ के भन्छु भने यो चाहिँ अब प्रक्रियागत हिसाबले हेर्ने हो भने, संवैधानिक हिसाबले हेर्ने हो भने राजाको ठाउँ छैन, स्पेस छैन। तर उनले चाहिँ आउँछु नै भनेर यसरी जबरजस्ती बिस्तारै बिस्तारै चाहिँ मुभमेन्टहरू खडा गर्दै जाने हो भने द्वन्द्व सिर्जना हुने सम्भावना चाहिँ छ। तर राजावादीको पक्षमा माहौल त बन्दै गएको देखियो होइन अस्तिको भिड हेर्दाखेरि। विशेष गरेर अब यो राजालाई कसरी समर्थन गर्यो भन्ने कुरा प्रधान कुरा हो। नेपालको लोकतन्त्रलाई चाहिँ नि यो ठाउँमा यो एउटा परिस्थितिमा ल्याइ पुर्याउने विशेष गरेर एउटा तबका छ। त्यो तबका भनेको नेपालका इन्डिजिनस पिपुलहरू, नेपालका दलित भनेर चाहिँ भनिएकाहरू, तराईका मधेसी भनेर चाहिँ जो भनिएको छ संविधान त ती समग्र चाहिँ मूलवासी बहुजनहरूले चाहिँ राजा आउनुपर्छ भनेर स्वीकार गरेको छैन। हुनसक्छ राप्रपा भन्ने जुन पञ्चायत कालको चाहिँ पार्टी पूर्व दरबारिया पार्टीहरूमा आबद्ध केही व्यक्तिहरूले भने भए यो चाहिँ नि इन्डिपेन्डेन्ट स्वतन्त्र व्यक्तिहरूले यो कुरा एक्सेप्ट गर्न सकिया छैन। त्यसले गर्दाखेरि नेपालको जुन समुदायगत बनोटको आधारमा राजालाई समर्थन गर्ने चाहिँ के देखिन्छ त अहिले भन्दाखेरि लगभग चाहिँ नि जो खस आर्य तबकाले मात्र बढी चाहिँ नै उनलाई सपोर्ट गरेको देखिन्छ। त्यस कारणले गर्दाखेरि यो कुरा सबैको सर्वस्वीकार्य छैन हैन। र नेपालको चाहिँ नि अहिले भनौँ न अहिलेको चाहिँ नि पार्टीगत हिसाबले हेर्नुहुन्छ भने, विविध हिसाबले हेर्नुहुन्छ भने, परिणामहरू हेर्नुहुन्छ भने त्यो आइहाल्ने तुरुन्तै आइहाल्छ, तुरुन्त जनताले एक्सेप्ट गर्छ भन्ने छैन। तर एउटा माहौल के छ भन्दाखेरि केही वर्गहरूमा चाहिँ नि त्यो देखिन्छ कि आइहाल्ने हो कि भन्ने छ। तर त्यो मलाई चाहिँ नि त्यो विश्वास लाग्छ होइन। अब अहिले पछिल्लो समय राजनीतिक पार्टीहरू पनि हिन्दू राष्ट्रतिर लाग्ने हो कि भन्ने आन्तरिक छलफल गरेको देखियो। नेपाली काङ्ग्रेस पार्टीले त तपाईँको हिन्दू राष्ट्रलाई नै मूल मुद्दा बनाउने हो कि भनेर आन्तरिक छलफल जुटेको पनि पाइयो। नेकपा एमाले पनि यसै हो भन्ने नहाल्ने ढुलमुले नीति लिने, उनी पनि सेरमोनियम किङ अथवा राज संस्था नै मान्छ कि भन्ने देखिन्छ। एउटा तपाईँको गणतन्त्रको पक्षधर दरिलो खम्बा बनेको चाहिँ
माओवादी देखिन्छ, पछिल्लो समय जेसुकै भए पनि धर्मनिरपेक्षता, सङ्घीयता, समावेशिताको मूल खम्बा नै माओवादीले ल्याएको हो र माओवादी नै हो भनेर भन्छन् पनि, यो सत्य पनि हो। नेकपा एमाले त तपाईँको हिजोदिन न तपाईँको संहिता स्वीकारेको थियो, न त धर्मनिरपेक्ष स्वीकारेको छ भनेर पनि भन्छन्। र आज जति पीर पर्नु परेको छ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई परेको छ, त्यति पीर चाहिँ तपाईँको केपी शर्मा ओली र शेरबहादुर देउवालाई परेको छैन भनेर पनि कतिले विश्लेषण गर्छन्। अनि यो एकदम सही कुरा हो, सत्य कुरा हो। तपाईँलाई म के विगतको कुराहरूलाई चाहिँ म अलिकति तपाईँलाई स्मरण गराउँछु। पूर्व प्रधानमन्त्री र जो स्वर्गीय जो सुशील कोइराला, उनले एकपल्ट उनी त त्यतिखेर प्रधानमन्त्री, देशका प्रधानमन्त्री भएको बेला नै एउटा आश्चर्य एउटा के प्रकट गरेका थिए भने नेपाली काङ्ग्रेसको घोषणा पत्रमा कहाँबाट चाहिँ नै घोषणा धर्मनिरपेक्ष शब्द आयो, घुसपेट गयो भनेर चाहिँ नै बोलेका थिए कि है। अनि नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन भइरहेको 13औं होला सायद, त्यति बेला यो महासमितिमा व्यापक रूपमा उठेको, व्यापक रूपमा हिन्दू राष्ट्रको एजेन्डा उठेको र त्यो विषयमा हस्ताक्षर अभियान चलाएको तपाईँहरूलाई पनि थाहा होला है। नेपाली काङ्ग्रेसको एउटा, सबै त नभनौला, तर एउटा तबका यस्तो छ कि उसलाई चाहिँ नि हिन्दू राष्ट्र नै हुनुपर्छ भन्ने थियो। खुमबहादुर खड्काले अभियानै चलाए, बुझ्नु। अब जो नेपाली काङ्ग्रेसको त चाहिँ प्रखर नेताको रूपमा थियो खुमबहादुर खड्का, बितेर गए। तर त्यहाँ बितेर गए पनि त्यसको एउटा, त्यसकै पछिका मान्छेहरू पनि छन् के। ती मान्छेहरू चाहिँ के भने हिन्दू राष्ट्रलाई चाहिँ नि हुनुपर्छ भन्ने विचार राख्छन्। नेकपा एमालेमा पनि त्यस्ता खालका मान्छेहरू छन् हैन। विशेष गरेर त महेश बस्नेत नै हो हैन कि केपी ओली प्रधानमन्त्री भएकै बखतमा उनले चाहिँ नि राखेका थिए कि संहिता खारिज गर्ने अनि त्यसपछि धर्मनिरपेक्ष खारिज गर्ने, अथवा त्यो चाहिँ बहसमा ल्याएको थियो केन्द्रीय कमिटीको बहसमा हैन। यसको मतलब के हो त भन्दाखेरि नेकपा एमाले, नेपाली काङ्ग्रेसहरू चाहिँ नेपालमा धर्मनिरपेक्ष संहिता नचाहने पार्टीहरू हैन। स्पष्ट भन्नु पर्दाखेरि त्यहाँ अब सबै नभनौँ तर एउटा ठुलो तबका छ, त्यो तबकाले स्वीकार गर्दैन। अब यतिसम्म कि नेपाली काङ्ग्रेसकै चाहिँ नै केही नेताहरूले हिन्दू राष्ट्रको पक्षमा वकालत गरिसकेपछि, एमालेहरूले नै वकालत गरिसकेपछि, कमल थापाहरूलाई नै बोकिसकेपछि, तपाईँ हामीले चाहिँ कमल थापालाई बोकेको हामीलाई थाहा छ हैन। कमल थापा त नेकपा एमालेकै चुनाव चिन्ह उनलाई बोके, त्यति मात्र भएन। केपी ओली स्वयं राजेन्द्र लिङ्गदेनलाई जिताउन लागि परेका हुन् झापाबाट। अब यसको अर्थ के छ त भन्दाखेरि यिनीहरूको सालनाल छुटिँदैन हैन। यिनीहरू कम्प्लिटली के छन् त भन्दाखेरि राजावादी, गणतन्त्रवादी, लोकतन्त्रवादी यिनीहरूको छुटिँदैन के। किन भन्दाखेरि यिनीहरूले चाहिँ अब अहिले भनौँ न एउटा कम्युनिस्ट खेमाको छ, एउटा चाहिँ नि डेमोक्रेटिक अथवा लोकतान्त्रिक भनेर भनिएको। अब यी दुईटा पार्टीले चाहिँ नि सत्ता चलाइरहेका छन् हैन। यहाँ सिद्धान्तको कुरा छैन, यहाँ के छ त भन्दाखेरि मनोवाद छ के। त्यो मनोवाद, ठ्याक्कै मनोवादको काम के भने पार्टी अलग, झन्डा अलग, विचार अलग, मेनिफेस्टो अलग हैन, नारा अलग, तर के हो भने अन्तिम उद्देश्य एउटै। त्यो के हो भने जसरी हुन्छ आफूमाथि जाने, जसरी हुन्छ आफूले शासन गर्नु पर्यो, जसरी हुन्छ आफू नै चाहिँ त्यो ठाउँमा हुनु पर्यो, त्यो बाहेक अरू हुनु हुँदैन भन्ने मानसिकता यद्यपि छ के। त्यसले गर्दाखेरि म के भन्छु भने स्पष्ट रूपमा भोलि एउटा चाहिँ नि हाम्रो चाहिँ नि गुरु डाक्टर गोपाल गुरुङले भन्नुभएको थियो, यदि नेपालमा इन्डियाले चाहिँ नि भनौँ न हस्तक्षेपकारी भूमिका खेल्यो र नेपाललाई चाहिँ उतैतिर गाड्नुपर्छ भन्यो भने सबैभन्दा अगाडि यी राजा, यी बाहुन, हामी राष्ट्रभक्ति भन्नेहरू नै सबैभन्दा अगाडि चाहिँ नि इन्डियाको एउटा चाहिँ नि आधिपत्य स्वीकार्छन् भनेर चाहिँ नि भनेको थियो कि। त्यस्तै नै हो
यिनीहरूले चाहिँ के भन्दाखेरि मौका पायो भने होइन यिनीहरूले चाहिँ नि ल्याउँदैनन् भन्न सकिँदैन है। किन भन्दाखेरि यो चाहिँ नि नेपाली काङ्ग्रेसमा पनि छलफल भइरहेको कुरा हो। भोलि चाहिँ नि अब भनौँ न त्यहाँ घुसपैठ गरिरहेको छ होइन। यस कारणले गर्दाखेरि क्लियर कुरा के छ भन्दाखेरि अब एउटा चाहिँ नि लोकतान्त्रिक शक्तिहरू जो हिजो चाहिँ नि होइन ज्यानको बाजी थापेर चाहिँ जसले सङ्घर्ष गरे ती मान्छेहरूले एक्सेप्ट गरेका छैनन्। यति हो ती पुरातन शक्तिहरूले चाहिँ जुरुको टाउको उठाएको। अब यो अवस्थामा चाहिँ के हुन्छ भने त्यो उनीहरूले जुरुक्क के भन्छ मरिसकेको चाहिँ नि गभर्मेन्ट साहबले यसरी टाउको उठायो भने जस्तो कुरा हो। त्यसले गर्दाखेरि अब यति हो यहाँको राजनीतिक दलहरूले कस्तो भूमिका खेल्छ त्यसमा डिपेन्ड हुन्छ यो चाहिँ। अहिले राज संस्था फर्काउनुमा इन्डियाले पनि चलखेल गरिरहेको छ अथवा गर्न सक्छ भन्ने अनुमान र तर्कहरूमा आउने गरेका छन्। के यसमा इन्डियाको भूमिका रहला त राज संस्था फर्काउनमा? अहिले पछिल्लो समय चाहिँ देखिएको कुरा के हो भने केपी ओलीको नेतृत्वलाई इन्डियासँग चाहिँ रिसाइरहेको अथवा इन्डियासँग चाहिँ एक किसिमको खटपट भएको अवस्था छ होइन। त्यो अवस्थाले गर्दाखेरि विशेष गरेर इन्डियाले किनभने एउटा फेसन जस्तो भएको थियो कि किनभने हरेक प्रधानमन्त्री चाहिँ नि सबैभन्दा सुरुवातमा भारत भ्रमण जान्थ्यो। तर केपी ओली चाहिँ यत्रो 9 महिना 10 महिना हुन लागिसक्यो तर अहिलेसम्म उनलाई चाहिँ निमन्त्रणा भएको छैन। आर्जु देउबा कति पटक गइसक्यो त्यसको तारतम्य मिलाउन अहिलेसम्म त्यो पत्तो चलेको छैन। अब अहिले चाहिँ नि यो राजाले देखाएर इन्डियाले बार्गेनिङ पोइन्ट खोजिरहेको छ होइन। किनभने अब उनीहरू त खेलाडी हो उनीहरूले पनि राजै चाहिन्छ भन्ने त छैन तर सकेसम्म हिन्दू राष्ट्र बनाउन पाए भन्ने चाहिँ नि इन्डियाको पनि एउटा इन्टेन्सन हो। त्यहाँको भाजपाको पनि इन्टेन्सन हो होइन। भाजपा त अब कट्टर हिन्दू समर्थित पार्टी भयो अनि आरएसएस विशेष गरेर आरएसएस त नेपालमा ठुलै एउटा दलबल नै छ होइन। यसकारण उनीहरूले चाहिँ के भन्दाखेरि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्छन् नै राखेकै छन्। तर के भने राजा ल्याउने सम्बन्ध राजालाई चाहिँ के हो भन्दाखेरि यो चाहिँ बार्गेनिङ किनभने अब केपी ओलीलाई चाहिँ नि तल आउनको लागि एउटा बार्गेनिङ सेपमा ल्याउनको लागि जसरी बार्गेनिङ गरे। केपी ओलीले चुक्चे नक्सा जारी गरे होइन त्यो पनि एउटा इन्डियालाई रिस छ। अब इपिजी प्रतिवेदनका कुराहरू पनि छन् त्यो यताबाट बुझेको छैन उसले। भारतले सायद मेरो विचारमा तर एग्रिमेन्ट के थियो भने भारतले पहिला भारतको प्रधानमन्त्रीले चाहिँ बुझ्ने त्यसपछि नेपालको प्रधानमन्त्रीले बुझ्ने भन्ने थियो। तर अब एक किसिमको त्यो चाहिँ भनौँ न इन्डाइरेक्टली इन्डिभिजुअली अथवा आन्तरिक रूपमा चाहिँ नि अथवा के छ होइन त्यो चाहिँ नि के दबाब होला अथवा यता चाहिँ नि पहिला त्यसपछि हामी लिन्छौँ भन्ने किसिमको होला। अनि विविध यो पाटोबाट चाहिँ हेर्दाखेरि अहिले चाहिँ नि भारतले राजालाई उकासेका छन् होइन। अब त्यो राजालाई चाहिँ उकासेर चाहिँ उनले बार्गेनिङ खोजेको जस्तो देखिन्छ। जस्तै नि जीवनजी जसरी भारतले नेपाललाई एउटा हिन्दू राज्य बनाउन चाहेको कुरा त प्रायलाई जगजाहेर छ होइन। उनको इन्टेन्सन भनेको नेपाल हिन्दू राज्य भइदिएदेखि हुन्थ्यो भन्ने उसको देखिन्छ। अब भारत स्वयं आफै हिन्दू राज्य छैन आफूलाई चाहिँ धर्मनिरपेक्ष राख्ने अनि फेरि नेपाललाई चाहिँ हिन्दू राज्य बनाउन चाहने भारत यो किन यस्तो हो होइन। भारतलाई त सबै सक्दैन भारतलाई त कुनै पनि हालतमा हिन्दू राष्ट्र बनाउन सक्दैन किनभने त्यहाँको जुन कन्स्टिट्युसन छ संविधान छ त्यो संविधान चाहिँ नि एउटा पूर्ण रूपमा संस्थागत भइसकेको अवस्था छ र त्यो इन्डियाको संविधान चाहिँ नि एउटा लार्जेस्ट विश्वमै एउटा डेमोक्रेसी भएको संविधान हो होइन। त्यो संविधानमा चाहिँ नि माथि प्रिम्बलमै होइन स्पष्ट भनिएको छ भारत भनेको चाहिँ लोकतन्त्र गणतान्त्रिक एउटा चाहिँ सङ्घीय एउटा चाहिँ नि मुलुक त्यसमा पनि धर्मनिरपेक्ष मुलुक हो भनेर चाहिँ स्पष्ट लेखिएको छ पहिलो प्यारामै प्रिम्बलमै होइन। त्यसले गर्दाखेरि त्यो प्रिम्बललाई चाहिँ नि चेन्ज गर्न गाह्रो हुन्छ। अब नेपालको चाहिँ संविधानमा चाहिँ प्रिम्बलमा छैन प्रिम्बलमा छैन आर्टिकलमा राखिएको छ। त्यसले गर्दाखेरि त्यसमा पनि त्यो आर्टिकल पनि के गरिएको छ भने संविधान जो चाहिँ धर्मनिरपेक्षको व्याख्यालाई चाहिँ नि टोडमर गरिएको छ होइन। त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ नि गडबड गर्न सक्छ होइन तर इन्डियाको कन्स्टिट्युसनमा तलमाथि गर्न सक्दैन। एउटा आर्टिकल चेन्ज गर्न त कति गाह्रो छ होइन। ठिक छ उसको एकलौटी सत्ता भयो भने एउटा कुरा हो तर अहिले त
जुन भाजपाको पनि त एकलौटी सत्ता त छैन होइन, उसको पनि जोडजाम गरेर बनाएको छ। अब 2/3 बहुमत त छैन नि त। अब त्यस कारणले पार्टी बहुमत आमा आयो तर 2/3 बहुमतमा त ल्याउन सकेन होइन। हिजो उसँग चाहिँ नि बहुमत थियो 500 त्यहाँको एमपीहरूमा चाहिँ नि भनौँ न त्यहाँको सांसद मध्येमा चाहिँ नि 306 सांसद थियो भने अहिले त 284 मात्र छ नि त होइन। त्यस कारणले गर्दाखेरि त्यहाँ होइन त्यो एउटा सपनामा पनि हिन्दू राष्ट्र बनाउन सक्ने सम्भावना छैन कि। भलै उनीहरूले चाहिँ त्यस कारणले नेपाललाई युज गर्न चाहन्छ। त्यसो भएकोले किनभने भारत नेपालको काहीँ न काहीँ नेपालको शासन व्यवस्थामा चाहिँ नि भारतको इन्ट्रेस्ट हाबी भइरहेकै हुन्छ। अब यसको पछाडि चाहिँ तपाईँ के छ भन्दाखेरि जो मोदीजी हुनुहुन्छ भारतका प्रधानमन्त्री, मोदीजीले चाहिँ नेपाललाई हिन्दू राज्य बनाइसके पछाडि नेपाल चाहिँ यो अलग राज्य होइन, इन्डियाकै एउटा अखण्ड यो स्टेट हो र यसलाई अखण्ड भारतमा जोड्नको निम्ति नेपाल हिन्दू राज्य बनाउने इन्टेन्सन। नेपाल हिन्दू राज्य भयो भने अखण्ड भारतकै एउटा भाग हो नेपाल पनि, नेपाल छुट्टै राज्य होइन भनेर देखाउनको निम्ति पनि यो हिन्दू राष्ट्र बनाउन चाहन्छ भारतले भन्छन्। होइन यो कुरा के छ भने नि जस्तो तपाईँ नेपालको त्यो भारतको इन्टेन्सन मात्र होइन, यहाँका पनि कतिपय चाहिँ यो टाउकेहरू छन्। त्यो केही टाउकेहरूले चाहिँ के चाहन्छन् भने नेपाललाई चाहिँ सकेसम्म हिन्दूकै छत्रछाया अथवा भारतकै छत्रछायामा राख्नुपर्छ भन्ने मानसिकता छ। तपाईँले त्यो कुरालाई चाहिँ एउटा प्रत्यक्ष र अप्रत्यक्ष तरिकाले स्वीकार गरेका छन्। त्यो चाहिँ कसरी भन्दाखेरि तपाईँले सांस्कृतिक हिसाबले, धार्मिक हिसाबले र सामुदायिक हिसाब, किनभने त्यहाँको शासक र यहाँको शासनमा डिफ्रेन्स छैन नि त होइन। किनभने त्यहाँको शासन सत्तामा बस्ने र नेपालमा बस्ने, नेपालको शासन सत्तामा बस्ने त एउटै रेसको एउटै नस्लको मान्छे छ नि त होइन। त्यस कारणले गर्दाखेरि उनीहरूको चाहिँ सांस्कृतिक, उनीहरूको धार्मिक, उनीहरूको नस्ल, उनीहरूको वर्ण हरेक हिसाबले चाहिँ उनीहरूको नजिक छ। त्यसो हुँदाखेरि एउटा म के भन्छु भने नेपाल भनेको चाहिँ नि यसरी डिजाइन गरेको देश हो कि जति बेला जवाहरलाल नेहरूले राजा वीरेन्द्रलाई राजा त्रिभुवनलाई होइन, मोहन शमशेरलाई, बीपीलाई एक ठाउँमा राखेर डिजाइन गरे के। त्यो डिजाइन गर्नुभन्दा अगाडि चाहिँ भारतकै टप लिडरहरू मध्येका सरदार वल्लभ भाइ पटेल भन्नेले चाहिँ 1950 मा एउटा सुझाव दिन्छन् तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई। त के भन्छन् भने नेपाल, भारत, भुटान र भारतको पनि विशेष गरेर हिमाली बेल्टमा दार्जिलिङ, सिक्किम होइन, यता चाहिँ मिजोराम, आसाम, मेघालय यो एरियामा चाहिँ मङ्गोलोइडहरूको चाहिँ बसोबास छ। यी मङ्गोलोइडहरू चाहिँ बेसी चाइनातिर चाहिँ चाइनातिर ढल्किन्छन्, भोलि आवश्यक पर्यो भने ढल्किन्छन्। त्यसले गर्दाखेरि उनीहरूले विश्वास नगर्नु होइन। त्यस कारणले 2007 सालमा जब क्रान्ति भयो त्यो हाइजेक भयो। कसले गर्यो त भन्दाखेरि दिल्लीले गरिदियो, हाइजेक गरिदियो। कसरी गरिदियो भने राजा त्रिभुवनलाई बोलायो, त्यतिखेरको चाहिँ मोहन शमशेरलाई बोलायो, त्यसपछिको बीपी कोइरालालाई बोलाएर चाहिँ नि उनीहरूले एग्रिमेन्ट, ट्रिपटाइट एग्रिमेन्ट गरे, त्रिपक्षीय सम्झौता गरे। त्यो सम्झौताले चाहिँ के हो त भन्दाखेरि नेपाललाई चाहिँ जहिले तहिले धार्मिक हिसाबले हिन्दुत्व रहनु पर्ने होइन, अनि चाहिँ नि जसरी पनि श्री 5 श्री 3 श्री 6 यो चाहिँ माथि नै रहनु पर्ने। किन रहनु पर्यो त भन्दाखेरि यहाँ मङ्गोलोइडहरूको विश्वास छैन। जस्तै नि अहिले हैन त्यो कारण म जोडिहालेँ, श्री 3 राणालाई भन्ने, श्री 6 चाहिँ कसलाई भन्ने? श्री सबाहुन। त्यसले गर्दाखेरि उनले त्रिपक्षीय सम्झौता दिल्लीले गराएर पठायो नि त। त्यति बेला रामप्रसादलाई चाहिँ बेपत्ता गायब बनाइदियो। तर सर्वोच्च एउटा चाहिँ कमान्ड गरेको, युद्धको नेतृत्व गरेको, त्यतिखेर क्रान्तिको नेतृत्व गरेको चाहिँ सर्वोच्च कमान्डरलाई चाहिँ गायब बनाइदियो। सिंहदरबार कब्जा गरेको मान्छेले चाहिँ गायब बनाइदियो। तर उनीहरू दिल्लीमा गएर, दिल्ली दरबारमा गएर चाहिँ एग्रिमेन्ट गरे। त्यस कारणले गर्दाखेरि त्यति बेला किनभने त्योभन्दा अघिल्लो अध्यायमा अर्कै परिवेश थियो। तर त्यो जुन 2007 सालको परिदृश्य अथवा चाहिँ 1953 पछिको चाहिँ जुन चेन्जेस छ नि, सन् 1953 को चेन्जेस छ, त्यो चेन्ज भनेको चाहिँ के हो भन्दाखेरि राणाको हातबाट शासन चाहिँ कसको हातमा ट्रान्सफर गर्यो त भन्दाखेरि
राजा र श्री 57 यसरी ट्रान्सफर गरेको। अनि यो कारणले गर्दाखेरि नेपालमा अहिले जति पनि घट्नेको घटना अब के हुने, यहाँ त कुरा त अरूलाई चाहिँ नि यहाँ चाहिँ नि ठुलो एउटा शासक बनाऊ भन्ने त कसैको अभियान छैन नि। कि सुन्नुभयो तपाईँले होइन? सुन्नु त भएको छैन। आजसम्म यो चाहिँ नि राजा चाहने साथीहरूले पनि त्यो पूर्व राजालाई देखाइरहेका छन्, ज्ञानेन्द्रले देखाइरहेका छन् होइन? अनि यताको चाहिँ नि जो एलाइट वर्गले पनि के देखाइरहेका छन् भने केपी ओली, शेरबहादुर प्रचण्ड यावत बाहेक त अरू त विकल्प देखाएको छैन नि त। यसको मतलब तपाईँले के भन्छ, त्यो डिजाइन त्यसरी गरिएको छ। त्यस कारणले गर्दाखेरि यो देश आज यो थिलदिलोमा चाहिँ नि फसेको। तर एउटा म तपाईँले के भन्छु नि, राजा आयो भने देश चाहिँ नि उलट पुलट हुन्छ। तपाईँहरूले सुन्नुभयो होला, मैले एउटा त्यो विषयमा भिडियो नै काउन्टर गरेर मैले बनाएको थिएँ कि दुर्गा परसाईले के भने भारत चाहिँ नि नेपाललाई चाहिँ भारतको मिनी स्टेट बनाइदिउँ, उसले प्रस्तावै राखेको छ त होइन? रविन्द्र मिश्र भनेको हिजो बीबीसी सेवामा के अरे बीबीसी सेवामा चाहिँ काम गर्दाखेरि, बीबीसी नेपाली सेवा भनेर चाहिँ त्यो जुन बीबीसीमा चाहिँ उसले काम गर्दाखेरि उसले एउटा कार्यक्रम लन्च गर्यो, कार्यक्रम सञ्चालन गर्यो। अनि त्यो कार्यक्रमको नामै के थियो भने नेपाललाई भारतमा किन नगाप्ने, त्यस्तो कार्यक्रम चलाइयो। अब त्यही मान्छेहरू होइन अहिले राजा बोक्ने, त्यही मान्छेहरूले चाहिँ राजा बोकेका छन्। अहिले वार्ता समितिको चाहिँ नि संयोजक कसलाई बनायो? अर्कै मान्छेले बनाएको छ नि त। राजेन्द्र लिङ्गले त बनाएन नि, बनायो। अब यो कुरा के बुझ्नुहोस् भने मैले अघि भने नि, यो डिजाइन गरिएको कुरा किन? यो त दिल्लीले 2007 सालमा त्यतिकै दिल्लीका चाहिँ नि होइन, अथवा भारतको प्रधानमन्त्री चाहिँ तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू, यी कश्मीरी पण्डित बाहुन यिनले डिजाइन गरेको होइन। यिनले डिजाइन गरे अनुसार के हो त भन्दाखेरि त्यहाँ मङ्गोलोइडहरू आउनु हुँदैन, एउटा लिम्बूको छोरो राईको छोरो चाहिँ शासक बनोस् भने त देख्न चाहँदैन। अहिले राज संस्था चाहिँ नि यहाँ चाहिँ नि हजारौं राजा भन्दा एउटा राजा ठिक रे। कुन मानेमा कसलाई राजा भने? को हजार राजा? हजार राजा भने को? हर्क साम्बाङ राजा हो? बालेन शाह चाहिँ राजा हो? जनताले चुनेको होइन, जनताको प्रतिनिधि गरेको मान्छे होइन। राजाको पो चुनाव हुँदैन त। तर एउटा जनताको छोरा बालेन शाह भनेको जनताको छोरो हो, गोपी हमाल भनेको जनताको छोरो हो कि नि त? अनि यिनलाई चाहिँ नि राजा होइन, चाहे त्यो चाहिँ भरतपुरको मेयर चाहिँ रेणुदाल त्यो राजा हो त? होइन नि त। उता एउटा चाहिँ नि प्रचण्डको पुत्री हो। एक हिसाबले भने प्रचण्ड पनि हिजो एउटा सामान्य जनता हो कि वंशानु गुण बोकेर चाहिँ शासकको गुण बोकेर आएको चाहिँ मान्छेबाट चाहिँ जन्मिएको मान्छे होइन। तर राजतन्त्र भनेको के हो? राजतन्त्र भनेको त राजाको छोरा राजा होइन, त्यो त वंश भयो नि त। त्यो वंशीय एउटा वंशले चलाउने परम्परा अब सकियो जम्मा। अनि जो जनताको छोरा छोरी एउटा चाहिँ नि जनतामा गएर प्रतिस्पर्धा गरेर होइन, एउटा योजना पेश गरेर ऊ आउँछ, भोट जितेर आउँछ, चुनाव जितेर आउँछ, अनि त्यो मान्छेले राजा भन्दिने यिनीहरूले। अनि त्यो बेठिक हजुर महाराज भनेर चाहिँ खुट्टामा लम्पसार पर्ने, तपाईँ नै हो हाम्रो भगवान विष्णु भगवान भनेर चाहिँ नि लम्पसार पर्ने व्यवस्थालाई चाहिँ नि हामीले मानिदिनु पर्ने। यो तर्क भनेको यो सबैभन्दा भ्रामक कुरा हो। म के भन्न चाहन्छु भने हेर्नुहोस्, कुनै पनि आज 753वटा पालिकाहरू छन्। ती 753वटा पालिकामा होइन चाहिँ नि 6743वटा चाहिँ वडा छन्। ती वडाका चाहिँ नि वडा अध्यक्षहरू भनेको त्यो सबै प्रतिनिधि चुनिएकाहरू हुन्छन्, भोट पाएका हुन्छन्। उनीहरूले भोट पाएर उनीहरूले चाहिँ एउटा चाहिँ म्यान्डेट पाएर आएको हुन्छ। उनीहरूले आफ्नो योजना पेश गरे होला, त्यसमा कति नराम्रो होला, तर फेरि 5 वर्ष आफ्टर 5 इयर्स त्यसपछि त फेरि चेन्ज हुन्छ नि। उसले राम्रो काम गरेन भने भोलि हर्क साम्पाङ नै किन नहोस्, धरानमा राम्रो काम गरेन भोलि उसलाई दण्डित गर्ने छँदैछ नि त।
होइन, तर राजतन्त्रमा त्यस्तो हुँदैन। जस्तै त्यो सही भए पनि गलत भए पनि त्यसलाई मान्नै पर्ने। हजुर, जस्तै म अलिकति प्रसङ्ग जोड्न चाहेँ। अहिले राज संस्थाको माग भइरहँदाखेरि, माग गरिरहँदाखेरि यी राजावादीहरूले शाह खानदान अर्थात् ज्ञानेन्द्रलाई नै राजा बनाउनुपर्छ भन्ने अघि सारेको देखियो। र मानिलिउँ एकछिनका लागि राज संस्था फेरि पुनर्जीवित भयो अरे अथवा फेरि फर्केर आयो अरे, यदि आएको खण्डमा किन ज्ञानेन्द्र शाहलाई नै राजा बनाउनु पर्ने, होइन? ज्ञानेन्द्र शाहको ठाउँमा ज्ञानेन्द्र भण्डारी, होइन, ज्ञानेन्द्र खतिवडा, ज्ञानेन्द्र राई, ज्ञानेन्द्र लिम्बू, ज्ञानेन्द्र मगर, ज्ञानेन्द्र गुरुङ, एबिसी कोही बनाउन सकिन्छ नि, किन शाहलाई बनाउनु पर्ने? र यहाँनिर अलिकति जोड्न चाहे, शाहहरूको इतिहासलाई हेर्दै जाने हो भने भारतको तपाईँको यो चितौटबाट चाहिँ मुस्लिमहरूले खेदेर नेपाल आएकाहरू भन्ने कुरो देखिन्छ। अब उनीहरूको तपाईँको खान्चा र मिन्चा भन्ने उनीहरूको पुर्खा भेटिन्छ। शाहहरूको पुर्खा चाहिँ उनीहरू मुस्लिम थिए, उनीहरू स्वयं आफै मुसलमान थिए भने यहाँनिर हिन्दू राष्ट्रको लागि प्रतिनिधित्व कसरी योग्य भए भन्ने देखिन्छ। अनि यसमा के छ भन्दाखेरि नि, जस्तो तपाईँले उठाएको प्रसङ्ग पनि एक हदसम्म त ठिकै छ। अब महत्त्वपूर्ण कुरा के छ भने नि, राजाको छोरा राजा बन्ने, राजाको पनि जेठो छोरो राजा बन्ने राजतन्त्रमा चाहिँ त्यो परम्परा हुन्छ, होइन? तर त्यो परम्परा चाहिँ नै यो राजाहरूले चाहिँ नै पालन गरेको देखिँदैन। तपाईँले म एउटा उदाहरण दिन्छु। गीता गुरुङ भनेको राजा महेन्द्रको श्रीमती, जेठी श्रीमती है। गुरुङपट्टिबाट जन्मिएका छोरा रविन्द्र शाह, उसले धेरै गीतहरू पनि कम्पोज गरेको छ, निकै मर्मस्पर्शी गीतहरू बनाएको छ, नेपालमा बच्छन्। रविन्द्र शाह राजा किन भयो? तपाईँले मुस्लिम कुरा गर्नुभयो, त्यो त मुस्लिम थियो भन्ने अरे भन्ने कुरामा छ, होइन? त्यो त इतिहासको पानाको कुरा हो। तर त्यो त गीता गुरुङ महेन्द्रको श्रीमती हो, यो कुरा दुनियाँलाई थाहा छ। उनको जेठी श्रीमतीबाट जन्मिएको, गुरुङनीपट्टिबाट जन्मिएको छोरा रविन्द्र शाह हो, अथवा रविन्द्र शाह भन्ने गुरुङ भन्ने। अब पुरुषपट्टिबाट भने चाहिँ अब शाह भयो, आमापट्टिबाट चाहिँ नै निवारण गर्ने हो भने त गुरुङ भयो नि त। तर ऊ राजा किन भयो? उसको सट्टामा किन अर्कोलाई राजा बनाइयो त? वीरेन्द्र किन वीरेन्द्र बनाइयो, होइन? अब ज्ञानेन्द्रकै कुरा गर्ने हो भने यो पनि ज्ञानेन्द्र त राजा बन्ने खालको मान्छे त होइन, होइन? यसको अर्थ के हो भन्दाखेरि त्यहाँ राजाहरू यदि चाहिँ विभेदकारी नभइदिएको भए यो देशमा राजतन्त्र कहिले नि हट्दैन, होइन? राजतन्त्र कहिले नि हट्दैन, राजतन्त्रको विरोधै हुन्थ्यो। तर के हुने हो, यसरी चाहिँ विभेद गरे। अनि राजाहरूले के गरे हो, राजाको कुरा गर्दाखेरि उनीहरूको पुर्खा तपाईँले चाहिँ नि सूर्य विक्रम गेवाली, उनले चाहिँ नि पृथ्वीनारायण शाह भन्ने एउटा बुक लेखेको छ। त्यो अहिले नयाँ प्रिन्ट गरेर ल्याएको, नयाँ प्रकाशन पनि गरिरहेको छ। 1992 मा प्रकाशित उक्त पुस्तकमा जस्तो राजाहरू जुन अहिलेको शाहवंशीहरू चाहिँ नि, त्यहाँको चाहिँ नि अलाउद्दिन खिलजी, होइन, मोहम्मद गजनी, पृथ्वीराज चौहान बीच र चाहिँ नि मोहम्मद गजनी बीच चाहिँ नि भीषण सङ्घर्ष भएको कथाहरू चाहिँ नि त्यहाँ समेटिएको छन् र पृथ्वी चौहानलाई समेत हराएको छ। राजपूत त्यहाँका चाहिँ नि हिन्दू सेनापति, होइन? अनि मोहम्मद गजनीहरूसँग चाहिँ नि लडाई परेको छ, भीषण सङ्घर्ष परेको छ। अनि पछि चाहिँ नि सङ्घर्ष गर्दै जाँदाखेरि उनको चाहिँ नि अकबरहरू भनेको त्यही मोहम्मद गजनीकै चाहिँ नाति पनातिहरू, उनीहरूले चाहिँ नि के गर्यो भने लडाई लड्दै गर्दाखेरि शाहवंशीहरूलाई चाहिँ लखेटेर, होइन, अहिलेको जो शाहवंशी छन् यिनीहरूलाई लखेट्दाखेरि यिनीहरू चाहिँ नि पहिलोचोटि भिरकोट आए, होइन? भिरकोट आएको लगभग 64 वर्षपछि गोर्खामा चाहिँ नि उनीहरूले कब्जा जमाए। यो इतिहास होइन, स्पष्टै लेखिएको छ।
यो कुरा स्वीकार्ने सूर्यविक्रम गेवालीको कुरा मात्र म गर्दिनँ। स्वयं त्यो बाबुराम आचार्यहरू छन्, अरू पनि थुप्रो विद्वानहरू छन्, उनीहरूले पनि लेखेका छन्। अब यतिसम्म कि डाक्टर विकासानन्द भन्ने त तपाईँले चिन्नुहुन्छ, उनले बोलेको एउटा चाहिँ भिडियो नै अहिले पनि चाहिँ हिँडिरहेको हुन्छ। तर भलै उनलाई चाहिँ अब विविध राजनीतिक विविध परिस्थितिले होला उनलाई चाहिँ माफी माग्न लगाइयो। तर उनले बोलेको कुरा जुन पहिला बोलेका थिए नि त्यो कुरा त आज पनि त कुदिरहेछ। गोर्खाको राजा कहाँबाट आए उनले सबै गोहो देखाइदिएका छन्। भन्नेको मतलब के भने उनीहरू त त्यहाँबाट आएको। अहिले हिमानी शाहको चाहिँ हिमानी शाह ज्ञानेन्द्रको बुहारी कहाँको तपाईँलाई थाहा छ? भारतको राजस्थान भन्ने ठाउँको है। त्यस कारणले गर्दाखेरि यिनीहरूले चाहिँ नि यो देशमा त एउटा हिसाबले हेर्ने हो भने एउटा चाहिँ साम्राज्य क्या, यो आधिपत्य जमाएको कुरा। जस्तै तपाईँले गोर्खाको राजाको कुरा गरिरहँदाखेरि म अलिकति अगाडि फर्कन मन लाग्यो। अघि पनि कुरा गर्यो भारतको चितौडबाट चाहिँ मुस्लिमको आक्रमणबाट बच्नको लागि भागेर नेपाल पसेकाहरू भन्ने थिए। त्यति बेला भूपाल राणाजी राव तथा उनका छोराहरू हरिहर सिंह र अजय सिंह थिए। तर चितौडगढबाट गुहिलवंशी सिसोदिया राजाहरूको वैशम्पायन गोत्र हो भने नेपालका शाह वंशको पुरानो गोत्र भारद्वाज गोत्र पछि पृथ्वीनारायण शाहले चाहिँ तपाईँको यसलाई परिवर्तन गरेर काश्यप गोत्र बनाएको भनिन्छ। र कुनै पनि हालतमा तपाईँको यो भारतसँग जोडिएको देखिन्छ। जोडिएको मात्र होइन, अहिले तपाईँले मैले के भने जो एक समय झन्डा काण्ड भनेर आयो तपाईँले देख्नु होइन, केही युवा साथीहरूले झन्डा जलाए। सूर्यवंशी र चन्द्रवंशीको कुरा, सूर्यवंशी चन्द्रवंशी, जो कि आजको जुन झन्डा छ नि त्यो झन्डा हिन्दू सेनापति पृथ्वीराज चौहानदेखि लिएर भारतको अजयगढ भन्ने स्टेटमा चाहिँ नि त्यो स्टिल त्यो कुरा अहिले विकिपिडियामा तपाईँले हेर्दा पनि भेट्नुहुन्छ भन्ने चिज भन्नुको कुरा। आज चाहिँ नि यहाँ राष्ट्रियताको धर्मको होइन, यहाँ चाहिँ नि पुरा चाहिँ नि राष्ट्रवादको कुरा चल्छ नि त। चलिरहँदाखेरि यहाँको रैथाने कुरा, यहाँको एकदमै चाहिँ ओरिजिनल मौलिक कुरा चाहिँ के छ भनेर खोज्दाखेरि त झन्डा उतैबाट आयो होइन। धार्मिक कुराको कुरा गर्दाखेरि अरूलाई विदेशी देखिराख्दाखेरि होइन, यो सन्दर्भमा मैले फेरि उनलाई चाहिँ विदेशी भन्नु खोजेको होइन। तर जस्तो अरू धर्मावलम्बीहरू चाहिँ यहाँलाई चाहिँ अपमानित गरेर विदेशी हिन्दू मुस्लिमलाई चाहिँ के अरे मुस्लिम क्रिस्चियनलाई चाहिँ हिन्दू यिनीहरू त डलरवादी, यिनीहरू त विदेशी धर्म भनेर भनिरहँदाखेरि चाहिँ मैले के भन्दै गरेको छु भने तिमी भन् त विदेशी त्यसो होइन। म धर्मको कुरा गर्दाखेरि त्यहीँबाट होइन। अनि चाहिँ नेपालको स्लोगन हेऱ्यो भने पनि उतैबाट आएछ। जननी जन्मभूमिस्सु स्वर्गदपि गरिएसी के भनेर चाहिँ संस्कृतमा चाहिँ बनाइएको छ होइन। अनि यावत कुराहरू छन्, मन्त्रहरू छन् होइन, चाहिँ चिन्हहरू छन्। अनि किन इम्पोर्टेड किन भयो, किन इम्पोर्टेड सबै आयातित किन यहाँ चाहिँ आज राष्ट्रिय भयो त? तर यहाँको वास्तविक मौलिकहरू चाहिँ किन चाहिँ अराष्ट्रिय बने त भन्ने सन्दर्भमा पहिलो कुरा त मान्छे नै चाहिँ उहाँबाट आएछ होइन। उही नै चाहिँ पहिलो कुरा त फिरिङ्गी भएर आएको छ होइन। तपाईँको यहाँनिर जोड्दाखेरि त तपाईँको शाह भनेकै एउटा पदवी भन्ने पनि त देखिन्छ इतिहासलाई अध्ययन गर्यो भने। जो दिल्लीको बादशाहले खुसी भएर ल शाह भनेर पदवी दिएको रहेछ भन्ने कुरा टोपी छ नि, लेखिएको छ नि त। टोपी छ नि, टोपी हात गाउँले टोपी के भन्छ नि, शिरमा मेरो भन्छ नि, त्यो वास्तवमा नेपालको टोपी नभएर मुस्लिमले दिएको। किनभने उनीहरूको त नजिक भयो नि त। त्यसो भएकोले गर्दा मुस्लिमले त फेज भन्छ क्या, त्यो फेज हो, त्यसलाई फेज भन्छ नि। त्यो फेज नै अहिलेको भातगाउँले टोपी, ढाका टोपी के भने भन्छ नि, यसरी कालो टोपी हुन्छ त्यो भनेको चाहिँ नि फेज हो, मुस्लिमहरूले लाउने फेज हो। त्यो फेज चाहिँ के भने त्यतिखेर चाहिँ नि उनीहरूले दिएको होइन, त्यो चाहिँ नि उपाधि क्या, बक्सिस जस्तो दिएको। भन्नुको मतलब मैले भन्नुको मतलब जो उनीहरू चाहिँ आज शाहवंशी भनेर भनिएको छन्, त्यो शाहवंश त कहाँ, त्यो त त्योभन्दा अगाडि त थिएन नि त। शाहवंशी भनेको कहिले त भन्दाखेरि त्यो उताको बादशाहहरूले चाहिँ नि दिएपछि कुरा हो क्या, त्यो पदवीको कुरा।
र उनीहरू चाहिँ त्यसरी बनेको होइन। कतिपय त पृथ्वीनारायण शाहलाई त्यही भएर मगर हो भनेर पनि दाबी गरेका पाइन्छ। अहिले पनि कति मगर दाबी गर्ने छन् हैन, त्यो आफ्नो ठाउँमा छ। त्यो दाबी गर्नु एउटा कुरा हो, तर एक्ज्याक्ट के हो त त्यसको एभिडेन्स त छैन नि त। त्यसले गर्दाखेरि म के भन्छु भने ठिकै छ, उनीहरू जहाँबाट आउन् हैन, यदि यो देशलाई साँच्चीकै माया गरेको भए, यो देशलाई एउटा समृद्धि बनाएको भए, यो देशलाई थिचेर नराखेको भए, यहाँ देशलाई देशको नागरिकलाई थिचेर नराखेको भए, उनीहरूको संस्कृतिलाई दमन गरेर नराखेको भए राजालाई त माया नै गर्थ्यो हैन। माया नगर्ने त थिएन होला नि त। ती किन राजाप्रति तृष्णा जाग्यो त? हुन त विदेशीले फालिदियो भन्ने भन्छ, तर आधार के अमेरिकाबाट चाहिँ आए आन्दोलन गर्ने, यहाँ भारतबाट आए आन्दोलन गर्न आएन नि। बरु राजावादीहरूले बेला बेलामा चाहिँ नि बिहारतिरको मान्छेहरूले ल्याएर भाडामा ल्याएर चाहिँ हैन, बिहारतिरको चाहिँ गाडीहरू चाहिँ यहाँ ल्याएर मोटरसाइकल र्याली गरेको पनि हामीले विगतमा देखेका छौँ। उता चाहिँ नि आदित्यनाथ योगीको चाहिँ फोटो चाहिँ प्रचार गरेर हैन के राणा भन्ने चाहिँ अहिले भारततिरै गएको छ। राजतन्त्र नफर्केसम्म म नेपाल फर्किदिनँ भनेर चाहिँ उतैतिर बसिरहेछ। ऊ एजेन्ट हो नि त, एजेन्टको काम त त्यति हो हैन। किन त्यसरी हिजो गरे आऊ त होइन नि त। किनभने नेपाली जनताहरू त 17,000 त बलिदान दिएछ। कसको छोराछोरी हो? राजाको छोराछोरी हो। सर्वसाधारण नेपाली जनता चाहिँ मारिएको छ, लाखौं प्रभावित भएको छ। तपाईँ चाहिँ 62-63 को त्यत्रो आन्दोलन भएको छ। त्यसपछिको चाहिँ नेपालको तराई बेल्टमा तपाईँ हामीले चाहिँ 72-73 संविधान जारी भएपछि ब्ल्याकआउट भयो हैन। लगभग चाहिँ चान्चुन 150 भन्दा बेसी मान्छे त तराईवासीहरूमा मारियो। के को लागि त भन्दाखेरि आफ्नो चाहिँ आफूले चाहेको अधिकारको लागि, संहिताको लागि, धर्मनिरपेक्ष राज्यको लागि, लोकतन्त्रको लागि चाहिँ त्यत्रो चाहिँ संघर्ष गरे होइन। नेपालको यो एउटा चाहिँ अहिलेको लोकतान्त्रिक संविधानको लागि होइन। अनि राजा भने के? राजा भनेको त संविधान भन्दा माथि। रविन्द्र मिश्रले लेखेका छ नि एउटा पुस्तक, विचार भन्दा माथि देश भन्ने एउटा लेखेको छ क्या। त्यो विचार भन्दा माथि देश भनेको के हो त भने तत्कालीन समयमा सुन्दा त मजाको कुरा भयो हैन। बाफरे खतरनाक विद्वान रहेछ होइन। अझै त्योभन्दा अगाडि जाउँ जीवन सर। जस्तै त्यति बेला तपाईँले पनि भोग्नु भएको छ, मैले पनि भोगेको छु, हामीले राज संस्थाको पनि भोगेका छौँ, गणतन्त्र पनि भोगेका छौँ, लोकतन्त्र सबै भोगेका छौँ। हामी सानो हुँदासम्म के सिकाइन्थ्यो भन्दाखेरि हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्थ्यो होइन। अब राजा चाहिँ आफ्नो जीवनभन्दा प्यारो अन्त प्राणभन्दा प्यारो, अन्त राजाको निम्ति आहुति दिन, आफू राजाको निम्ति झुन्डिन पनि तयार छु, प्राण त्याग्न पनि तयार छु भन्ने आशय हो नि त त्यो त होइन। होइन त्यो आशय चाहिँ के बनायो? त्यो त राष्ट्रिय गान हो नि त होइन। मान्छेलाई त्यो त्यसरी भनिएको कुरा चाहिँ किन हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने कुरा चाहिँ त्यो चाहिँ के हो भने त्यतिखेर त्यसरी नै पढाइएको थियो क्या। तपाईँहरूलाई थाहा छ महेन्द्रमाला भन्ने छ, अहिले पनि तपाईँ हामीले खोज्दा पाइहालिन्छ। महेन्द्रमाला कुनै पुस्तकालय लाइब्रेरीमा गयो भने पाइहालिन्छ क्या। महेन्द्रमाला भने के हो? महेन्द्रमाला भनेको त्यही महेन्द्र राजाले लेखाएको। त्यहाँ के लेखिया छ? पृथ्वीनारायण शाहले यस्तो गरे त्यस्तो गरे, यहाँको राईले गर्यो यस्तो गर्यो, लिम्बूले यस्तो गर्यो, मगरले यस्तो गर्यो हैन, देश बनाउनको लागि यति योगदान गर्यो, यसरी योगदान भन्ने त त्यहाँ चर्चा छैन नि त। चर्चा खाली के छ नि बडा महाराज पृथ्वीनारायण श्री 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 भनेको श्री 5 भने 5वटा श्री भनेको क्या। 5वटा श्री 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 हैन। बडा महाराजा धिराज पृथ्वीनारायण शाह हैन ले यसरी गर्नुभयो, यसरी उसरी गर्नुभयो, यो भन्दा के छ हैन। अनि मान्छेको चाहिँ दिल दिमागमा चाहिँ नि राजा चाहिँ भरिदियो। तर राजाको समयमा के थियो हेर्नुहोस्, राजाको समय त 65-63 भन्दा त अगाडि त राजाको समय हो हैन। त्यो भन्दा अगाडिको कुरा नजाउँ, हामीले अनुभूत गरेको, हामी पनि चाहिँ भनौँ न केही समय त राजतन्त्र उपभोग गरेको मान्छे हो। हाम्रो समयको कुरालाई चाहिँ फर्केर हेर्दाखेरि हैन, हाम्रो कयौं जस्तो हाम्रो दूरदराज गाउँ बस्तीहरूमा ढाकर बोकेर हैन, अर्काको बनिबुद्धो गरेर चाहिँ अलिकति केही साउमाउजन अलिकति ठुला ठालो भएका मान्छेहरूको चाहिँ भारी बोकेर गुजारा गर्नुपर्ने स्थिति थियो। अहिले पो मान्छेलाई चाहिँ के भन्छ, युरोप जान्छ, अस्ट्रेलिया जान्छ, अमेरिका जान्छ, बेलायत जान्छ हैन।
खाडी मुलुक जान्छ जसरी तसरी चाहिँ नि राम्रै खानु खोज्छ तर त्यतिखेर चाहिँ राम्रो खानु भन्दाखेरि पनि कहाँबाट ल्याएर खाने उत्पादन गरेछ त कोदो हो मकै हो आलु हो हैन त्यो भन्दा उपाय छैन हैन अब बाटोको कुरा गर्नुहुन्छ नि अब रोडको कुरा गर्नुहुन्छ नि हिजो अस्ति भर्खर आउँदैछ रोड राजाको पालामा त हाम्रो ठाउँमा त रोड भने कस्तो हुन्छ हामीले देख्दा नि नदेखेको सबैभन्दा चाहिँ हाम्रो ठुलो रोड देखेको भनेको उदयपुर बेलटार हो गाईघाटतिर हो हैन तर त्योभन्दा अगाडि चाहिँ नि हाम्रो बाजेहरूले चाहिँ नि चताराबाट नुन बोकेर खान्थे पछि अलिकति केही समयपछि बेलटारबाट नुन बोकेर खाएको हो म आफै भारी बोकेर चाहिँ नि नुनमा के अरे ढाकरमा नुन बोकेर खाएको मान्छे हो हैन हाम्रो बाउहरूले चाहिँ नि पहिला उसको के भन्छ त्यो घोर्लाको टाटा भन्छ घोर्लाको टाटाको चाहिँ नि टाटामा चाहिँ डोरीको उ बनाएर चप्पल लगाएर चाहिँ नि चप्पल बनाएर लाउँथे भनेर चाहिँ भन्थे बाउ आजैले है अनि हाम्रो पालातिर चाहिँ नि भर्खर अलिअलि चाहिँ नि हात्ती चप्पल हामीले चाहिँ लाउन पायौँ अब कपडाको कुरा गर्नुहुन्छ भने जाडोमा पनि त्यही एउटा पट्टु लाउने हो गर्मीमा पनि त्यही एउटा पट्टु लाउने हो हाम्रो जिन्दगीहरू त्यसरी बित्थे हैन हाम्रा पुर्खाहरूले टरुल भ्याकर किठा खान्थे हैन तर यहाँ राजाको युग चाहिँ स्वर्ण युग हो भनेर भन्छ ए बा अनि स्वर्ण युग हो भने चाहिँ के भएको त किन त्यस्तो दुःख भयो त हैन अब ढाका नभइकन नुन खान पाइने थियो ठिक छ म अलिकति यथार्थता आउन चाहेँ अझै के हुन्छ नि अहिले पछिल्लो समय जुन 10 वर्ष जनयुद्ध भयो कतिले यसलाई धनयुद्ध भन्छ कति जनयुद्ध भन्छ त्यो आफ्नो नै परिवेश र आफ्नो विचार र विवेकले जे भन्छ त्यो भन्छन् जे भए पनि युद्ध भयो युद्धमा तपाईँको तथ्याङ्कलाई हेर्ने भने 17,000 भनिएको छ फ्याक्ट के हो कति हो अब त्यो भोग्ने र जान्नेले देख्ने जानुन् अब त्यसलाई चाहिँ के हुन्छ भने त्यसरी जनयुद्ध लडिसके पछाडि धेरैले ज्यान गुमाए यो दुःखको कुरो हो चाहे राज्य पक्षबाट होस् चाहे जनता पक्षबाट होस् चाहे सुरक्षाकर्मी मरोस् चाहे त जनताको सुरक्षा मरोस् यो दुःख कुरो नमर्नु पर्थ्यो अब यसरी भइरहँदाखेरि यी राजावादी भनाउँदाहरूले त्यसलाई चाहिँ क्रान्तिकारीको बिल्ला भिराउने गर्छन् क्रान्तिकारी अथवा आतङ्ककारी भन्ने गरिन्छ आतङ्ककारीको बिल्ला भिराउने गरिन्छ अब त्यस्तै घटना हेर्ने हो भने राजाको शासनकालमा पनि त यस्ता घटना थुप्रै घटेका थिए तपाईँलाई अवगत नै होला होइन मैले बारम्बार भन्ने गरेको छु 2036 सालमा घटेको धनकुटाको खोको चिन्ता हत्याकाण्ड होइन त्यहाँ 19 जना ज्यान गुमाएका थिए जसलाई चाहिँ प्रजातन्त्र स्थापनाका लागि आवाज उठाउनेहरूको घाँटी निमटेको थियो अथवा चाहिँ क्रूर हत्या गरिएको थियो र यस्तै हो भने तपाईँको 2029 सालतिरको कुरा होला सुखानी हत्याकाण्ड होइन यो पनि छ एउटा तपाईँको सुनिता नमिता काण्डहरू पनि त्यो त पछिको होइन यो त पछिको होइन होइन त्यति मात्र होइन तपाईँले चाहिँ नि छिन्ताङको सुखानीको यहाँ चाहिँ यो इली थामी र बिरे थामीलाई चाहिँ मारिएको यो त्योभन्दा अगाडिको गएँ म अझै त्योभन्दा अगाडि तपाईँको पृथ्वीनारायण शाहलाई नै शाहहरूको पहिलो राजा मानिन्छ होइन अब पृथ्वीनारायण शाह नै कतिसम्म क्रूर र अमानवीय थियो भन्ने कुरो त तपाईँको अझ पढिन्छ हुन त इतिहास जित्नेको लेखिन्छ हारेको लेखिँदैन होइन र पृथ्वीनारायण शाह कतिसम्म क्रूर थिए भन्ने कुरो कीर्तिपुरे न्याउरहरूको जो जिउँदै हुँदाखेरि जिउँदो मान्छेको 12 धारी नाक कान काटेको थिए भनेर चाहिँ हामीले पढेका थियौँ र तपाईँको पूर्वतिर जाने हो भने तपाईँको अरुण नदीमा जिउँदै महिलाहरूलाई चाहिँ सुत्केरी महिलाहरूलाई र गर्भवती महिलाहरूलाई बोरामा पोका पारेर फालिन्थ्यो जिउँदै बगाइएका थिए भनेर पनि यदाकदा हामीले पढ्ने गरेका छौँ सत्यता चाहिँ के हो अब राजाको कालमा पनि राजाको शासनकालमा पनि त्यस्ता क्रूर र अमानवीय घटनाहरू घटेको रहेछ नि किन पछिल्लो समयमा चाहिँ दोष लाउने यी राजावादीहरूले त चाहिँ माओवादी युद्धलाई त तपाईँको आतङ्ककारीको संज्ञा दिन्छन् अहिले तपाईँले हेर्नु हो भने ठकुराटी पत्रकार होइन एउटा चाहिँ वरिष्ठ पत्रकार नै त्यो समयमा राजतन्त्रकालीन समयमा राम्रो एउटा चाहिँ स्वतन्त्र पत्रकारिता गर्ने मान्छे ठकुराटी उनको अन्तर्वार्ता अहिले पनि युट्युबतिर पाइन्छ उनले आफैले खुद भनेका छन् होइन त्यतिखेर ज्ञानेन्द्र तस्कर थिए उनको विषयमा चाहिँ समाचार लेख्दाखेरि उनको मेरो आँखा फुटायो मलाई मार्न खोजियो सर्वसहरण गर्न खोजियो भनेर त उनले भनेकै छ होइन आज पनि त्यो भाइरल छ त्यो अब
नेपालमा चाहिँ नि एकदमै चर्चित गायक परबिन गुरुङ हैन परबिन गुरुङ यो कुरालाई पुरै सामसुम गरियो त ठोकाएर मार्ने त त्यही राजाकै चाहिँ नि खलक थियो भन्ने देखियो यद्यपि अर्को ड्राइभर खडा गरियो हैन त्यो चाहिँ नि उनीहरूले चाहिँ नि हाइजेक गरेर अरूलाई कसैले चाहिँ लगायो तर के यथार्थ त लुक्दैन नि त हैन किनभने मान्छेले चाहिँ नि धेरै अत्याचार गर्यो भने पाप चाहिँ धुरीबाट कराउँछ भन्ने बुढापाका उखान छ हेर्नुहोस् 2058 सालमा दरबार हत्याकाण्ड हुनु भनेको त्यो पाप धुरीबाट कराउनु हो किनभने पृथ्वीनारायण शाहले गरेको बाचाहरू पुरा गरेन महेन्द्रले चाहिँ नि लिम्बूहरूको किपोट खोसेको भनेर चाहिँ नि हामी सबैलाई हैन 21 सालमा खोसे नि त भन्नुको मतलब पृथ्वीनारायण शाहले त ताम्रपत्रमा त बगैँचा लेखेको थियो नि त यो जगर बगर चाहिँ जति पनि सिमे भूमे पहाड चाहिँ छ अथवा यो फलाना किल्लादेखि फलानादेखि फलाना यति यो भूभाग भनेको चाहिँ तिमीहरूकै रहन्छ अगर कसैले खोज्ने चाहिँ नि दुस्साहस गर्छ भने त्यसको चाहिँ शाखा सन्तान भस्म खरानी हुन्छ भनेर त ताम्रपत्रमा लिखित छ नि त्यो लिखित कुरा चाहिँ नि ठ्याक्कै पुरा भयो भनेर त अब त्यो यसो कथामा स्टोरीमा चाहिँ नि अगाडि पार्टमा लेखिन्छ नि यो घटना चाहिँ नि कसैको जीवनसँग मेल खायो भने संयोग मात्र हुनेछ भने जस्तो भनेर लेखे के अरे भने सम्झियो भने एउटा कुरा होला नत्र भने त तात्विक मेल त खायो नि त हैन भगीराज इमनमले उहाँले भनौँ न 300 वर्षको इतिहास उहाँले चाहिँ दस्तावेजहरू कलेक्सन गरेर बुक बनाउनु भएको छ त्यहाँ पनि उहाँले लेख्नु भएको छ जोड्नु भएको छ त्यो मतलब के हो त भन्दाखेरि उनीहरूले गरेका आत्ताई शासन हैन उनीहरूको चाहिँ नियन्त्रित शासन किनभने उनीहरूले त सबै चिज हैन ज्ञानेन्द्रले महेन्द्रले शासन गर्दाखेरि हैन उनले जुन हिसाबले चाहिँ निरङ्कुश शासन गरे हैन अनि त्यसपछि ज्ञानेन्द्रले शासन गरे जसरी उनले शासन गरे नि त्यतिखेर त पत्रकारहरूको चाहिँ नि क्यामेरा खोज्ने उनीहरूको चाहिँ प्रेसहरू चाहिँ पुरै सिलबन्दी गराउने प्रेसभित्र नेपाली सेनाको चाहिँ मान्छे चाहिँ सम्पादक बसेर बन्दुक ठडाएर चाहिँ सम्पादन गरेर सञ्चार माध्यमहरू कब्जा गर्ने हैन त्यो खालको स्थिति थियो हैन त्यस्तो खालको आत्तै शासन थियो मान्छे चाहिँ 2-4 जना चाहिँ बसेर चाहिँ गफ गरेको अथवा चाहिँ भेला भयो भने ठुलो जमघट देख्यो भने त्यस्तो अवस्थामा चाहिँ हैन सुराकी लगाएर मान्छेलाई चाहिँ यातना दिइन्थ्यो हैन उनीहरूलाई चाहिँ त्यस्तो त्यो गर्न पाइँदैन यो हरेक चिजलाई चाहिँ हामीले फर्केर हेर्ने हो भने त हैन राजाको शासन चाहिँ स्वर्ण युग होइन सबैभन्दा नर्क युग अहिले मान्छे के हो भने अहिलेको स्थिति चाहिँ के हो भने हरेक मान्छेले बोल्न पाएछन् तपाईले हेर्नुस् यो देशमा हर्क साम्पाङ जस्तो व्यक्ति पनि रहछन् तर त्यो समयमा त हर्क साम्पाङ जस्तो मान्छे त देख्न पाइन्थेन बुझ्नुभयो नि त्यो समयमा गोपी आमल एउटा चाहिँ भनौँ न क्षमतावान मान्छेहरू चाहिँ यसरी फन्डमा आएर चाहिँ काम गरेको हामीले देखेका छौँ त इभन चाहिँ अहिले चर्चामा आइरहेछ भरतपुरको चाहिँ मेयर रेणु दाहाल हैन उनले पनि राम्रो काम गरिरहेछ भन्ने चर्चा छ किनभने एउटा चाहिँ सामान्य मान्छेको चाहिँ छोराछोरीले आज यो प्रगति बढ्नु अब यता चाहिँ के जति महर्जनको कुरा आइरहेछ यता ओखलढुङ्गामा एकदम गम्बु शेर्पा हुनुहुन्छ उहाँ अब मित्र दाई हुनुहुन्छ हैन चिनेको उहाँले पनि त्यहाँ राम्रो काम गरिरहेछ भने जनताहरूले प्रशंसा गरेको मैले भेटेको छु के भन्नेको मतलब ठाउँ यसरी आइरहेछ क्या त अब यो आइरहेको चाहिँ राम्रो कि त्यतिखेर राजाले चाहिँ ल है तिमी नै हो भनेर चाहिँ टीका लगाएर दिएको मान्छे चाहिँ ठिक हो त हैन त्यो टीका लगाएको मान्छेले के गरे त त्यति बेला हैन त्यसकारणले गर्दाखेरि राजा भनेर यो चाहिँ नि कराइराख्नु पर्ने राजा आउने बित्तिकै यो चेन्ज हुन्छ भन्ने कुरा जुन यो कल्पना मान्छेलाई चाहिँ कल्पित भ्रम गराइदिएको चाहिँ छरिएको छ यो बिल्कुल गलत कुरा हैन बिल्कुल गलत कुरा त्यसकारणले गर्दाखेरि म के भन्छु भने हुन त अब यहाँ गफ पनि छाडिन्छ मलेसियालाई चाहिँ सहयोग गरेको कोरियालाई सहयोग गरेको ककललाई सहयोग गरेको भन्छ यहाँ मान्छे बेसाहा नपाएर बिजोग भएर चाहिँ यहाँ बाँचिरहेका मान्छेहरूले उता चाहिँ सहयोग गर भन्दा पत्याउने त्यो त फटा कुरा रहेछ त हैन
अब के भन्छ यहाँको भनौँ न त त्यतिखेरका चाहिँ मासिने भनेर चाहिँ हेपिएका चेपिएकाहरूलाई चाहिँ र मासिने बनाउँदाखेरि पनि कानुनी तरहले चाहिँ मासिने नमासिने पानी चल्ने नचल्ने बनाएर पनि मास्न नमिलेका छास्न नमिलेकाहरू आज तामाङहरू जीवित छ, कुलमान घिसिङ जीवित छ। कुलमान घिसिङ ल हेर्नुहोस्, ऊ त मासिने मतवाली हो ऊ शासकको नजरमा। हिजो त कानुनले जङ्गबहादुर के अरे राणाको राजेन्द्र विक्रम शाहले चाहिँ हस्ताक्षर गरेको चाहिँ मुलुकी ऐन 1910ले त तामाङ भनेको चाहिँ मासिने मतवाली हो। कामी दमाई सार्की अथवा चाहिँ अछुत भनेर जो भनिएका छन् उनीहरू चाहिँ त्यतिखेरको चाहिँ राजेन्द्र विक्रम शाह जङ्गबहादुर राणाहरूको चाहिँ आदेशमा जारी भएको मुलुकी ऐनले चाहिँ बकाइदा के भने आज तिमी अछुत पानी छुनु हुँदैन, यदि अगर चाहिँ ठुलो मान्छे उसको घरमा गएर सानो जातकोमा चाहिँ गएर खायो भने त्यसको चाहिँ जात पतित हुन्छ, त्यसलाई चाहिँ बहिष्कृत गर्नुपर्छ, दण्डित गर्नुपर्छ भनेर कानुनले ल्याएको छ हैन। त्यो त त्यसरी चाहिँ श्रेणी विभाजन गरेर चाहिँ सबैभन्दा चाहिँ पिठमा पारिएको मान्छे भनेर चाहिँ भनिएका मान्छेहरूले नै आज देशलाई चाहिँ समृद्धितर्फ डोर्याएको छ नि छैन? होइन त्यो त तपाईँको मैले भने नि उपाध्ययबाट खसेर खत्री जैसी भएको पनि त तपाईँको त्यो जात खसेर अरे भन्छ नि त। त्यो एउटा कुरा यस्तो छ, जात खस्ने कुरा एउटा कुरा, जात बढाउने कुरा पनि एउटा कुरा छ हैन, त्यतातिर म गइन। तर मैले भन्न खोजेको सबैभन्दा तल्लो पिठमा भएको मान्छे भनिएका मान्छेहरूले आज देशमा कस्तो काम गरिरहेछन् भन्ने मूल्याङ्कन गर्ने नगर्ने भन्ने कुरा के। जस्तो कुलमान घिसिङको अहिले दीपक खड्काले जसरी चाहिँ उनलाई चाहिँ अपमान गरिरहेको छ, छ पल्ट चाहिँ उनलाई चाहिँ स्पष्टीकरण सोधियो हैन, हटाउन नसकेर उहाँ प्रतिनिधि सभाको चाहिँ बैठकमा झुट बोल्दै के अरे झुट बोलिरहेछ। देशको नेतृत्वले चाहिँ झुट बोल्ने अनि विद्युत प्राधिकरणका कार्यकारी प्रमुख चाहिँ कुलमान घिसिङ चाहिँ अयोग्य हो भनेर चाहिँ देखाउने अनि उनीहरूको योग्यता चाहिँ के हो त भन्दाखेरि के पिन्छ हैन। भन्नुको मतलब मैले भन्न खोजेको कुरा के भने यस्ता योग्य मान्छेहरू त राजाको शासनमा त देख्न पाइएन नि त। यो त गणतन्त्रमा लोकतन्त्रमै फुलेकाहरू हुन् हैन। भन्नुको मतलब के भन्दाखेरि राजा उदेक लाग्दो त के छैन, राजा आयो भने फर्लक्कै एकदम रातारात हुन्छ भन्ने जस्तो कुरा गर्छ हैन। तर के भन्दाखेरि हामीले बुझ्नुपर्ने कुरा छ, हुन त नेतालाई धेरै नेता भनेको चिज चाहिँ नि जति गरे पनि यो जसको काम होइन, नेतृत्व भन्ने कुरा जसको काम होइन के। किन भन्दाखेरि नेतृत्वले चाहिँ उसले एउटा प्रतिबद्धता गरेर गएको हुन्छ हैन, एउटा प्रतिबद्धता बोकेर गएको हुन्छ, उनले चाहिँ एउटा मेनिफेस्टो बोकेर गरेको हुन्छ, यो काम गर्छु। तर राजाले चाहिँ के काम गर्छन् भनेर चाहिँ के छ योजना के छ। ल यति वर्षपछि जस्तो चाइनाले सन् 2050 सम्ममा चाहिँ यस्तो खालको बनाउँछु भनेर कल्पना गरिरहेको छ, अमेरिकाले सन् 2050 सम्ममा म यस्तो बनाउँछु भनेर कल्पना गरिरहेको छ। राजाको कल्पना के हो त? राजा आयो भने राजाको कल्पना चाहिँ के हुन्छ, जनतामा के आउँछ अथवा उसको चाहिँ भिजन के हो? देश चल्ने त भिजनले हो नि त, व्यक्तिले चल्ने होइन नि त, उसको भिजनले चल्ने कुरा नि। पक्कै जीवन सर, हामीले निकै लामो कुराकानी गऱ्यौँ, अब हामी कन्क्लुजनमा जाउँ न। अब राजा आउँछ आउँदैन होइन, कतै कदाचित मानिलियो एकछिन लागि राजा आयो अरे होइन, राजा आयो भने त्यो स्थिति कस्तो होला होइन। कतिले भन्छन् भोलि गएर यहाँ चाहिँ धार्मिक हिंसा भड्किन सक्छ, तपाईँको जातीय दरौ मच्चिन सक्छ भनेर पनि कतिले भनेको पाइन्छ होइन। के लाग्छ तपाईँले, के कस्तो होला? यो यस्तो छ, सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि अहिले हामीले बुझ्नुपर्ने कुरा, राजा त्यति सजिलै आउने स्थिति छैन, अहिलेको व्यवस्थाले आउन दिँदैन। यदि आइहाल्यो भने अहिलेको संविधानले के व्यवस्था गर्छ त भन्दाखेरि संघीय लोकतान्त्रिक गणतन्त्र, त्यसमा चाहिँ गणतन्त्रको परिकल्पना गरिसकेको होइन, त्यहाँ राजाको कुनै स्पेस छैन। अब आउनु पर्यो, आउनु पर्ने एउटा चाहिँ ऊ जबरजस्ती आउनु खोज्यो, आइहाल्यो भने जस्तो आइहाल्यो रे जबरजस्ती ऊ आयो होइन, एउटा चाहिँ विभिन्न अन्तर्राष्ट्रिय राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको चाहिँ एउटा उसमा चाहिँ नि ऊ आयो, हौसेर आयो रे, आए पनि त्यो राजा दीर्घजीवी हुँदैन होइन। त्यसलाई एउटा यस्तो हुन्छ कि कसैले स्वार्थले उजालिदियो, तर त्यसलाई चाहिँ एउटा के भन्छ नि मान्यता दिनु त पर्यो नि त। यदि मान्यता दिएन भने के हुन्छ, मुलुक द्वन्द्वमा फस्छ
होइन तपाईँले दिएको दण्डको भुमारीमा एउटा चाहिँ तपाईँले एउटा के बुझ्नुहोस् भने त्यो नेपाली काङ्ग्रेसको के अरे 27 लाख नेकपा एमालेको 29 लाख होइन अनि नेकपा माओवादीको चाहिँ नि 11-12 लाख भोटर मात्र छ नि त अनि हामीले यसो हेरौँ त उसको जनमत पनि हेरौँ राजावादीहरूको जनमत कति हो 5 लाख हो होइन 5 लाख हो नि त 5 लाख हो अनि जे जस्तै भए पनि अहिलेको हामी गणतन्त्र लोकतन्त्रवादी हो भन्ने मान्छेहरू त्यसमा ल 16 आना चाहिँ नि लोकतन्त्र के अरे चाहिँ राजावादी के अरे लोकतन्त्रवादी होइनन् तर केही 50% त होला नि त यी त्यसो भने जनमतै गर्यो भने पनि म त के देख्छु भने लोकतन्त्र त त्यति सजिलो त ल्याउन सक्नु छैन छ त जनमत के हो त 5 लाख राप्रपा यता सबै जोडेर राजावादीहरूको मत कति हो त 79 सालको भोटमा चाहिँ नि उनीहरूले कति ल्याए त उनीहरूको मत कति हो त हामी त्यहीबाट हेर्न सक्छौँ नि यो सजिलो कुरा हो बढेको हुन सक्छ होइन जस्तो बढ्न सक्छ घट्न सक्छ त्यो ठुलो कुरा भएन जस्तो त्यो त उनीहरूको पार्टी शीर्ष पार्टीको जसपा नेपाल भन्ने जसपाहरू छ नागरिक उन्मुक्तिहरू छ जनमत पार्टीहरू छ यी त सबै राजावादी त होइन होइन यस कारणले गर्दाखेरि म चाहिँ के भन्छु भने आउँदैन एउटा चाहिँ यसको कन्क्लुजन के हो भन्दाखेरि राजा आउनको लागि एक संविधान संशोधन गर्ने एउटा बाटो छ 2/3 ल्याउने राजावादीहरूले 2/3 ल्याउने 84 को इलेक्सनमा भाग लिने 2/3 ल्याउने संविधान संशोधन गर्ने ल्याउने एउटा प्रक्रिया भयो अब अर्को प्रक्रिया भनेको चाहिँ नि अब सेनाले पनि अब त्यसमा हात लगाएर होइन अब चाहिँ नि सैन्य कु गरेर चाहिँ ल्याउने एउटा बाटो भयो होइन अब अर्को बाटो भनेको चाहिँ नि त्यही हो अब विद्रोह गर्ने आन्दोलन गर्ने होइन अब अन्तिममा चाहिँ नि विद्रोह नगरिकन यो विकल्प छैन त्यति सजिलो त दिनले पनि छोड्दैन है किनभने त्यो सत्तामा बस्नेले त्यति सजिलो छोड्छ भन्ने कल्पना गर्न सकिँदैन क्या त्यसले गर्दाखेरि यदि जबरजस्ती गरेर आयो भने त्यो मैले भने नि भोटको आधारमा त कल्पनै नगरौँ अहिलेको समयमा तर जबरजस्ती आउँछौँ ल्याउँछौँ भनेर विद्रोहमा होमियो भने पनि यो देश मुडभेतिर जान्छ हस् थ्याङ्क यू हस् धन्यवाद